हेलो गाइज वेलकम टु माई भिडियो। अनि आज चाहिँ म मेरो दाइको बर्थडेको सरप्राइज दिन जानको लागि रेडी हुँदैछु। अनि आज चाहिँ म ड्युटीबाट चाँडै नै आएर नुहाइधुवाइ गरेर यता रेडी हुँदैछु। अनि आज चाहिँ म कपाल छोड्छु भनेर कपाल सुकाएर यति दुःख गरेर आइरन गरेँ। यता खाँदै पनि छु, म अलिअलि खानु पनि पऱ्यो, भोक पनि लागेको थियो, खानु त छुटाउनु भएन। अनि खाँदै आइरन गर्दै गर्दै छिटो गरेँ, यति धेरै टाइम लस भयो मेरो आइरन गर्दा। न मैले भनेको जस्तो कपाल छोड्नु पाएँ, न मैले भनेको जस्तो केक नै पाएँ। केक पनि राम्रो पाइनँ, कपाल पनि छोडिनँ, बाटो पनि आजै बिर्सेको। यति धेरै झन्झट भयो, झन् हतारको बेलामा लतार भन्छ त्यस्तै नै भयो। केक खोज्नलाई त्यस्तै 12 बजे एक्ज्याक्ट पुग्छु भनेर मैले प्लान गरेको थिएँ, तर 12 अलरेडी घटिसकेको थियो। तर केही छैन, 12 बजे त बर्थडे सुरु भनेर म चाहिँ जस्तो हुन्छ त्यस्तै केक बोकेर गएँ। गिफ्ट अलरेडी किनिसकेको थिएँ। अनि केक बोकेर म गएँ दाइको काम गर्ने ठाउँमा। अनि अलरेडी भनिसकेको थिएँ, अनि दिदीहरूले पनि भनेको जस्तै तयारी गरेर राखिदिनु भएछ। अनि दाइ धेरै खुसी हुनुभयो, दाइको खुसी नै ठुलो कुरा हो नि त। सो हामी सबैजना खायौँ, नाच्यौँ, रमाइलो गऱ्यौँ। अनि यस्तै छ साथीहरू, थ्याङ्क यू फर वाचिङ, बाई बाई।